नेपालमा चाहिँ श्री 5 महाराज धिराजको सरकारले नेपाल सरकार भनिनेछ भनेर कहाँ घोषणा भयो भन्नुहोस् त मलाई। संसद भवनभित्र हामीले बोल्ने भनेको तपाईँको चाहिँ देश र जनताको नागरिकको कुरा हो। अनि त्यसमा त सामान्य प्रधानमन्त्री लगायत सबैजना जवाबदेही हुनुपर्छ भन्नुहुन्छ। हामीले यहाँ कसैको विरोध गरेको पनि होइनौँ, कुनै दलको विरोध गरेको पनि होइनौँ, कुनै व्यक्तिको विरोध गरेको पनि होइनौँ। अब त्यस्तो परिस्थिति छ। फेरि यहाँ चाहिँ विरोधै मात्रै गर्छ भन्नुहुन्छ होइन। तपाईँहरू विरोधै गरिरहनु भएको छ भन्नु पर्यो नि। सुन्नु न, हामीले विरोध नगर्दा सरकार सफल त हुँदैन अनि जनताको भावना चाहिँ भोट ठेस लाग्दैन। जनताले के भनेका छन्, पुरानोले गरेनन् नयाँले गर्छन् भने हो नि होइन र हो कि नै। अनि हामीले खबरदारी गरेनौँ भने कसले खबर हामीले यो देखाएको बाटो हो। कुनै सरकारले चाहिँ तपाईँको चाहिँ कहीँ कतै गएर काम गर्नु हामीले बाटो गरेको छ। बरु सरकारले भनौँ न, हामी त तपाईँको चाहिँ नीतिगत सरकारले छलफल गरौँ न भने हामीले संसदमा आउँ, छलफल गरौँ, प्रतिपक्ष नबनाउँ, सत्तापक्ष नबनाउँ, छलफल गरौँ न। हामी त तपाईँको सडक बराल्नुदेखि लिएर माथि पाहाडमा हिमालमा गएर तपाईँको चाहिँ ढुङ्गा बेल्चा बोक्नुदेखि लिएर प्रविधि प्रयोग गर्नुदेखि लिएर नीति नियम बनाउनु सबै तयार छ भने छौँ त। सरकारले सघाउन तयार छौँ, हामी सरकारमै जानुपर्छ भन्ने हो र भने क्या हामी होइन नि। तर सरकार सफल हुनको निम्ति सरकारले तपाईँ के कुरा बुझ्नुपर्छ भने सरकार सफल हुनको निम्ति कोही न कोही खबरदार त गर्नु चाह्यो नि। अब भोलि गएर संसदप्रति हामी जवाबदेही हुन छोड्यौँ भने भोलि गएर चाहिँ तपाईँको चाहिँ डिक्टेटर भइन्छ, अब तानाशाही भइन्छ। त्यसो के हुन्छ भन्दाखेरि पतन भइन्छ। अनि फेरि पतन भए पछाडि लाखौँ नेपाली जनताहरूको आशा भरोसा ठेस लाग्छ। करोडौँ आउने सन्ततिको नयाँ सन्ततिको भविष्य बिग्रिन्छ भन्ने कुरा बुझ्नु पर्यो। अनि सरकार ठिक छ, सरकारले तानाशाही तन्त्र सुकुम्बासीमा त्यो बुट बजारे पनि ठिक भन्नुपर्ने, सिमाना मिच्नुदेव पनि ठिक भन्नुपर्ने हो त। चाहिँ चाहिँदो नचाहिँदो कानुनलाई पनि ठिक भन्नुपर्ने। जस्तै अस्ति एउटा हामीले विरोध गऱ्यौँ संवैधानिक तपाईँको चाहिँ परिषदमा निर्णायक तपाईँको चाहिँ 6मा 3ले निर्णय हुने भनेको छ। त्यसमा तपाईँको चाहिँ 100मा 50 चाहिँ बहुमत हुन्छ। तपाईँ पनि फेरि बिग्रिनु भयो, तपाईँ पनि बिग्रिनु। उहाँले हुँदो रहेछ हुन्न भन्नुभएको छ, तपाईँ हुन्छ भन्नुहुँदैछ। त्यसैले त म भन्दैछु त, तपाईँहरू पनि चौथो अङ्ग होइन र तपाईँको कुन अङ्ग राज्यको चौथो अङ्ग। अनि किन नबोल्नु भएको? सरकारले सुनुन् नसुनुन् सत्यताको कुरा सधैँ बोल्नुपर्छ। क्रान्तिको सुरुवात 1012 भने 1 वर्ष सुरुवात भएको छ। 104 वर्ष राणा शासन फाड्नलाई मुक्ति सेना गठन 11 जना भएका थिए। बुझ्नुभयो? संसारमा तपाईँको चाहिँ रिको बेटा मेन्चुको इतिहास हेर्नुहुन्छ भने उनी किसानको छोरी थिए, उनको बुवा कृषक थिए। अनि त्यो किसानले बोले कसले सुन्दैन? सुन्दैन थियो नि त। तर उनको दिमागमा कहाँबाट क्रान्ति सुरु भएको छ हेर्नुहोस्। त्यसै कारणले गर्दाखेरि सधैँ सत्यताको पक्षमा एक्लो भएर बोल्नुपर्छ। तर एक दिन त्यो सत्यताले जित्छ। त्यसै कारणले गर्दाखेरि मिडियाकर्मी साथीहरूलाई के भन्छु भने सरकारले राम्रो काम गरेको प्रमोट गर्नुहोस् न तपाईँहरूले, विरोधको कुरा मात्रै होइन। तर गलत गरेको कुरा यो गलत भयो भनेर भनिदिनु पर्यो क्या। तपाईँलाई म भन्छु, खोटाङबाट म निर्वाचित भएको सांसद, जनताले निर्वाचित गराएको हो। त्यो मेरो खोटाङमा 200 भन्दा बढी तपाईँको सुकुम्बासी छ। त्यो कहाँबाट गएको भन्नुहोस् त ल? काठमाडौँ गएर सुकुम्बासी भएको हो? होइन, मधेस सरकार सुकुम्बासी भएको हो? त्यो त त्यहीँको हो। अनि पश्चिम नेपालमा सुकुम्बासी छ कि छैन? सुकुम्बासी छ कि छैन? हो, व्यवस्थापन गर्न दिनुस् न, 100 दिन पर्खिनुस् न, प्रधानमन्त्रीको कदममा साथ दिनुस्। त्यसैले म तपाईँलाई भन्छु, अहिले यहाँ तपाईँहरू हुनुहुन्छ नि, कतिवटा लाग्छ मलाई झन् चाहिँ 20-50 जना मिडिया कर्मी हुनुहुन्छ। बाटो छोरो होइन, मलाई हिँड्यो भने त्यो जाँच हुन्छ। तर म बाटो हिँड्नु पाउनुपर्छ नि पर्दैन? पाउनुपर्छ नि। तर व्यवस्थापन गर्नुपर्छ पर्दैन? तपाईँ क्यामेरा हटाउनु पर्ने होला, यो लाइन छ नि कता के हटाउनु पर्ने होला। त्यसै कारणले गर्दाखेरि तपाईँ यहाँको एकजना